नमस्कार सम्पूर्णमा म मानदेव चौधरी। आज हामी कुरा गर्दैछौँ एक यस्तो टुथपेस्ट जुन केवल दाँत सफा गर्ने मात्र होइन, तपाईँको समग्र मुखको स्वास्थ्य सुधार गर्ने शक्तिशाली हर्बल समाधान जुन चाहिँ कानोजी टुथपेस्ट। विशेष गरेर यो कानोजी टुथपेस्ट यो डिएक्सन कम्पनीद्वारा निर्मित एक यस्तो टुथपेस्ट हो जसमा चाहिँ प्राकृतिक हर्बल तत्त्वहरू मिसाइएको हुन्छ। विशेषतः यसमा गानोडर्मा लुसिडम जसलाई हामी ऋषि मसरुम पनि भनिन्छ। विशेष गरेर यो टुथपेस्टमा कुनै पनि रासायनिक जुन रङ, फ्लोराइड वा हानिकारक तत्त्वहरू समावेश गरेको हुँदैन, जुन यसलाई अरू सामान्य टुथपेस्ट भन्दा बिल्कुलै एकदम फरक तरिकाले बनाएको हुन्छ। यो विशेष गरेर हाम्रो यो बच्चादेखि वृद्धसम्म जस्तोसुकै मान्छेले पनि यसलाई प्रयोग गर्न सकिन्छ। यो टुथपेस्ट तपाईँले प्रयोग गर्नुभयो भने यसबाट तपाईँले धेरै फाइदाहरू लिन सक्नुहुन्छ। यो टुथपेस्ट विशेष गरेर यसमा चाहिँ अब यो गानोडर्माको साथसाथै यसमा अरू तपाईँको जुन मेन्थल र पिपरमिन्टहरू पनि यसमा संमिश्रण गरेको हुन्छ। यसबाट चाहिँ हामी धेरै फाइदा लिन सक्छौँ। विशेष गरेर हामी चाहिँ दाँत सफा गर्ने मात्र नगर्यो, दाँतलाई चम्किलो बनाउने, तपाईँको दाँतलाई यसले बलियो राख्ने र साथसाथै यसमा चाहिँ कुनै पनि अब तपाईँको मुखको समस्या छ भने तपाईँको मुख गनाउने समस्या पनि अब यसले राम्रो गर्ने भयो र तपाईँको मुखमा दाँतहरू कहिलेकाहीँ एकदम अचानक तपाईँलाई दुख्या जस्तो हुन्छ भने तपाईँले त्यहाँनिर तपाईँ थोरै टुथपेस्टको हातमा लिएर थोरै पानी हल्का तपाईँले त्यसलाई भिजाएर जहाँनिर तपाईँको दुख्या छ त्यहाँनिर तपाईँ लाउन सक्नुहुन्छ। र कुनै पनि मान्छेको मुख गनाउने समस्या छ भने त्यो पनि एकदम राम्रो गर्ने भयो। र साथसाथै त्यति मात्र नभएर यसको अरू धेरै हामी यसलाई प्रयोग गर्न सक्छौँ। कुनै पनि छालाका त्यस्तै समस्या भएका मान्छेहरू छन्, कसैलाई तपाईँको पैतालाहरू फाटेको छ भने तपाईँले त्यहाँनिर लाउन सक्नुहुन्छ। कसैलाई आगोले पोल्यो त्यस्तो ठाउँमा लाउन सक्नुहुन्छ। कति तपाईँको त्यस्तै घाउहरू भयो त्यस्तै ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ। र साथसाथै तपाईँले कुनै पनि मान्छेलाई अब अलिकति कुनै बेला खानेकुराहरू अलि धेरै खाइन्छ र त्यतिखेर पाचनमा तपाईँलाई समस्या हुन सक्छ। तपाईँले थोरै हल्का मनतातो पानीमा घोलेर, हुन त यो खानेकुरो होइन, तपाईँलाई यो टुथपेस्ट हो भने थाहा छँदैछ होइन, तपाईँले धेरै पनि हाल्नु भएन, थोरै हालेर तपाईँले त्यसरी पनि प्रयोग गर्न सक्नुहुन्छ। कोही पनि मान्छेलाई घाँटी हल्का दुख्या जस्तो हुन्छ, खसखस परेको हुन्छ होइन, त्यस्तो बेला पनि तपाईँले हल्का मनतातो पानी करार गरेर तपाईँले त्यसरी पनि गर्न सक्नुहुन्छ। र साथसाथै तपाईँको कसैलाई पिम्पलको समस्या छ भने थोरै तपाईँ मुख धुने बेलामा हजुरले थोरै हातमा लिएर त्यसलाई घोलेर तपाईँले मुखमा पनि लाउन सक्नुहुन्छ। न त यो स्पेसली ब्रस गर्नको मुख सफा गर्नको लागि हो, तपाईँले त्यही अनुसारले एकदमै धेरै पनि लिनु भएन, थोरै मात्रामा तपाईँले लिएर तपाईँ त्यसरी प्रयोग गर्न सक्नुहुन्छ। र यसमा विशेष गरेर यसमा चाहिँ यसको पिएचको लेभल चाहिँ यसमा एकदम सन्तुलनमा रहेको हुन्छ। अब त्यसले गर्दाखेरि यो अरू टुथपेस्ट भन्दा एकदमै राम्रो रहेको छ। तपाईँले कम्पेयर गर्ने हो भने तपाईँ यदि टुथपेस्टकै तपाईँ लोगोमा हेर्न सक्नुहुन्छ, यदि कुनै पनि टुथपेस्ट तपाईँको लोगोमा यदि चिन्ह हुन्छ तपाईँ तल्लोपट्टि तपाईँले हेर्न सक्नुहुन्छ। यदि टुथपेस्टको रातो कलरको सानो तपाईँको त्यस्तो छाप छ भने त्यसमा चाहिँ केमिकलहरू धेरै सम्मिश्रण गरेको हुन्छ भन्ने हुन्छ। र अर्को थरी टुथपेस्ट के हुन्छ जुन चाहिँ हर्बल, जुन चाहिँ हरियो कलरको हुन्छ, सानो तपाईँको छाप, त्यहाँनिर चाहिँ यो चाहिँ हर्बल, त्योभन्दा अलिकति राम्रो भन्ने हुन्छ। र त्यसै गरी यो हाम्रो डिएक्सनको टुथपेस्टको चाहिँ निलो कलरको, यसमा चाहिँ कुनै पनि साइड इफेक्टहरू यताउता तपाईँको केही पनि हुँदैन। यो हाम्रो एकदमै नेचुरल भएकोले यसमा कुनै पनि साइड इफेक्ट यताउता केही पनि हुँदैन। त्यसले गर्दाखेरि यो हाम्रो टुथपेस्टमा निलो कलरको छाप रहेको हुन्छ। र कानोजी टुथपेस्ट हामी केवल सफाइ मात्र होइन, उपचारात्मक गुणले पनि एकदमै भरिपूर्ण टुथपेस्ट हो। तपाईँले यसका बारेमा जुन चाहिँ मैले अघि भने गानोडर्माको बारेमा तपाईँलाई यदि थाहा छैन भने मेरो च्यानलमा गएर पनि तपाईँले यो गानोडर्माको बारेमा तपाईँले त्यहाँनिर गएर हेर्न सक्नुहुन्छ। यो कतिको लाभकारी छ गानोडर्मा, त्यसबाट निर्मित यो टुथपेस्ट तपाईँले प्रयोग गर्ने बित्तिकै पक्कै पनि तपाईँले अर्को टुथपेस्टहरू तपाईँले प्रयोग गर्न मन लाग्दैन। किन भन्दाखेरि यो टुथपेस्टको जादु नै तपाईँको त्यस्तो किसिमको छ। तपाईँले एकचोटि प्रयोग गरिसकेपछि यसको फाइदाहरू तपाईँले लिइसकेपछि पक्कै पनि तपाईँलाई अरू टुथपेस्ट प्रयोग गर्न मन लाग्दैन। यो तपाईँको मैले भने नि अघि नै तपाईँलाई मैले भनिसकेँ, तपाईँलाई एउटा मात्र यसले फाइदा दिँदैन कि विभिन्न किसिमका फाइदाहरू, मल्टिपर्पज। तपाईँले एउटा कुनै पनि अरू टुथपेस्टहरू प्रयोग गर्नुहुन्छ भने तपाईँले त्यही टुथपेस्टलाई विभिन्न प्रयोग गर्न सक्नुहुन्न, तर यो टुथपेस्टले तपाईँले विभिन्न किसिमका समस्याहरू पनि यसले एकदम राम्रो गर्ने भएकोले
यो टुथपेस्ट अरूभन्दा एकदमै फरक रहेको छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, जानकारीमूलक यदि लाग्यो भने पक्कै पनि मेरो भिडियोमा तपाईँ लाइक, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। हजुरहरूको पल शुभ रहोस्। हस्त, धन्यवाद, थ्याङ्क यू।